भगवते वासुदेवाय। हाम्रो घरमा होस् वा मन्दिरमा पूजा सुरु गर्नु अघि हामी सबैभन्दा पहिले एउटा दियो बाल्छौं अनि मात्रै आफ्नो पूजाको कर्म सुरु गर्छौं। तर तपाई हामी मध्ये कतिलाई थाहा छ कि आखिर किन पूजा गर्नु अगाडि दियो बालिन्छ? किन दियो बिना हाम्रो पूजा अधुरो मानिन्छ? अनि किन ठूलो पूजा, भागवत सप्ताह, व्रत वा कुनै किसिमका धार्मिक अनुष्ठान सम्पन्न भएपछि विशेष मनोकामना सहित लाखबत्ती बाल्ने परम्परा रहेको छ? हाम्रो शास्त्रमा एउटा अत्यन्तै महत्वपूर्ण मन्त्र छ, असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय। अर्थात् मलाई असत्यबाट सत्यतर्फ र अन्धकारबाट उज्यालोतर्फ डोर्याऊ। सायद यिनै कारणहरूले हुन सक्छ हाम्रो संस्कृतिमा प्रकाशलाई केवल उज्यालोको साधन मात्रै होइन, एउटा साक्षात दिव्य शक्ति र परमात्माको प्रतीकको रूपमा मानिन्छ। आजको भिडियोमा हामी किन हरेक पूजा, आरती अथवा होम गर्नु अगाडि दियो बालिन्छ, दियो अथवा अग्निको ज्योतिले हाम्रो जीवनमा के कस्तो अर्थ राख्दछ र लाखबत्तीको वास्तविक आध्यात्मिक रहस्य के हो र लाखबत्ती किन बालिन्छ भन्ने प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौं। अनि हाम्रा पौराणिक ग्रन्थहरूमा लाखबत्ती बारे जोडिएका रोचक प्रसंगहरूको पनि चर्चा गर्नेछौं। कुनै पनि पूजा, आरती, व्रत वा होम सुरु गर्नु अगाडि सबैभन्दा पहिले दियो बालिन्छ। यसको पछाडि केवल परम्परा होइन, एउटा अत्यन्तै गहिरो आध्यात्मिक र महत्वपूर्ण कारण लुकेको छ। हाम्रो सनातन परम्परामा अग्निलाई देवदूत अर्थात् मानिस र देवता बीचको सन्देश वाहक मानिन्छ। जसरी एउटा हुलाकीले हामीलाई प्राप्त भएको चिठी हाम्रो घरसम्म ल्याउने काम गर्छ, त्यसरी नै दियोको ज्योतिले हाम्रा प्रार्थना, भावना र संकल्पहरूलाई सूक्ष्म रूपमा हामीदेखि ईश्वरसम्म पुर्याउने विश्वास गरिन्छ। त्यसैले दियो बाल्नुको अर्थ हुन्छ हामीले आफ्नो पूजा र संकल्पको साक्षीको रूपमा अग्निलाई आमन्त्रण गरेका छौं। दियो नबालिकन गरेको पूजा देवताले देखेका अथवा थाहा पाएका हुँदैनन् भन्ने विश्वास गरिन्छ। त्यसैले दियो नबाली गरेको पूजा अधुरो मानिन्छ। दियोको त्यो सानो ज्योतिले हामीलाई भित्रैबाट शान्त बनाउँछ, मन एकाग्र गराउँछ र वातावरणमा भएका नकारात्मक ऊर्जाहरूलाई नष्ट गरेर सकारात्मक ऊर्जा वृद्धि गर्छ। र यही कारणले भनिन्छ कि जहाँ दियो बल्छ त्यहाँ सकारात्मक ऊर्जा, श्रद्धा र ईश्वर प्रतिको सम्बन्ध बलियो बन्छ। त्यस्तै हाम्रो वैदिक सनातनीय मान्यता अनुसार अग्निलाई केवल एउटा तत्व मात्रै होइन, सत्य र शुद्धताको प्रतीक पनि मानिएको छ। अग्नि एउटा यस्तो शक्ति हो जसले हाम्रो कर्म, वचन र संकल्पलाई साक्षीको रूपमा ग्रहण गर्छ। त्यसैले चाहे विवाह होस् वा कुनै यज्ञ, व्रत, होम, पूजा जस्ता जुनसुकै शुभ कार्यमा पनि अग्निलाई साक्षी राखिन्छ। त्यसैले विवाहमा वर वधुले अग्निको अगाडि 7 फेरा लगाउने प्रचलन रहेको छ, किनकि अग्निको अगाडि गरिएका वाचाहरू सत्य, पवित्र र अटुट मानिन्छन्। त्यसैले दियो केवल एउटा बत्ती होइन, यो त सत्य, विश्वास र ईश्वरसँगको मानवीय सम्बन्धको प्रतीक हो। प्रकाश र ज्योतिको अथवा अग्निको यो महिमा केवल एउटा भूगोल वा परम्परामा मात्रै सीमित रहेको छैन। हाम्रो नेपाल विविध धर्म, भाषा र संस्कृतिको एउटा यस्तो सुन्दर बगैँचा हो जहाँ हरेक समुदायले अग्निलाई आफ्नै आस्थाको कसीमा राखेर पूजा गर्छन्। यहाँका हरेक मन मस्तिष्कले दीप तथा अग्निलाई केवल उज्यालोको माध्यम मात्रै होइन, बरु सत्य र सद्भावको साझा प्रतीकको रूपमा विशेष सम्मान दिएका छन्। बौद्ध परम्परामा छ्योमे अर्थात् बटर ल्याम्पलाई ज्ञानको प्रतीक मानिन्छ। गुम्बा र स्तूपहरूमा बटर ल्याम्प बाल्नुको अर्थ हुन्छ अज्ञानताको अन्धकार हटाएर बुद्धत्वको प्रकाशतर्फ अघि बढ्नु। बुद्ध जयन्ती वा विशेष पूजामा हजारौं बटर ल्याम्पहरू बालिन्छन्, जसले मनलाई शान्त, एकाग्र र आध्यात्मिक बनाउँछ। त्यस्तै किराँती परम्परामा पनि अग्निलाई प्रकृति र पुर्खासँग जोड्ने पवित्र माध्यम मानिन्छ। चुलो, आगो र बत्तीलाई केवल वस्तु होइन, घरको आत्मा र पुर्खाको आशीर्वादका रूपमा हेरिन्छ। उधौली उभौली वा अन्य पर्वहरूमा चुलो पूजा र दीप
प्रज्वलन गरेर प्रकृति, पूर्वज र सृष्टिप्रति सम्मान प्रकट गरिन्छ। त्यस्तै लिम्बू, मगर र थारू समुदायमा पनि दीप वा अग्निको आफ्नो आफ्नो चलन अनुसार पूजा र सम्मान गर्ने गरिन्छ। यसरी स्वरूप र नाम भिन्न भए पनि चाहे त्यो मन्दिरको दियो होस् अथवा गुम्बाको छेउमे होस् वा प्रकृति पूजाको पवित्र अग्नि, यी सबैको उद्देश्य एउटै रहेको छ, हाम्रो जीवनको अन्धकारलाई चिरेर ज्ञानको ज्योति फैलाउनु र मनमा शान्ति एवं आशाको नयाँ बिहानी उदय गराउनु। अब कुरा गरौं लक्ष्य वर्तिका प्रज्वलन अर्थात् लाखबत्ती बाल्ने। संस्कृत भाषामा लक्ष्य भनेको 1 लाख र वर्तिका भनेको बत्तीको सलेदो अनि प्रज्वलन भन्नाले बाल्ने काम भन्ने बुझिन्छ। अर्थात् लक्ष्य वर्तिका प्रज्वलन भन्नाले 1 लाख बत्ती बाल्ने काम अर्थात् विशेष धार्मिक अनुष्ठान भन्ने बुझिन्छ। तर यसको अर्थ केवल धेरै दियोहरू बाल्नु मात्रै होइन, यो आफ्नो सबैभन्दा ठूलो श्रद्धा, संकल्प र मनोकामना ईश्वरको चरणमा समर्पण गर्नु पनि हो। हाम्रो समाजमा लाखबत्ती विशेष गरी आफ्नो स्वास्थ्यको कामनाको लागि, सन्तान प्राप्ति वा सन्तानको उन्नति तथा प्रगतिको लागि, पारिवारिक सफलताको लागि, पितृदोष मुक्तिको लागि वा मृत आत्माको शान्तिका लागि बाल्ने गरिन्छ। विशेष गरी कार्तिक, माघ र वैशाख महिनामा लाखबत्ती बाल्नुलाई अत्यन्तै फलदायी मानिन्छ। शास्त्रमा भनिएको छ कि एउटै मात्र दीपदानले पनि पुण्य प्राप्त हुन्छ भने श्रद्धापूर्वक बालिएको लाखबत्तीले मानिसलाई आत्मिक शान्ति, पुण्य र मोक्षतर्फ लैजान्छ। लाखबत्तीको महिमा केवल मान्यता वा परम्परामा मात्रै सीमित छैन। हाम्रो पद्म पुराण, स्कन्द पुराण र अन्य पौराणिक ग्रन्थहरूमा यससँग जोडिएका रोचक प्रसङ्गहरू छन्, जस अनुसार एउटा सानो दीपले पनि कसरी भाग्य बदल्न सक्छ भन्ने कुरा प्रष्ट पारिएको छ। पद्म पुराणमा दियोसँग सम्बन्धित एउटा अत्यन्त रोचक कथा रहेको छ। प्राचीन समयमा एउटा मन्दिरमा भगवानको अगाडि एउटा दियो बलिरहेको थियो। राति दियो निभ्नै लागेको थियो। त्यही बेला एउटा भोको मुसा मन्दिरभित्र छिर्यो। उसले निभ्न लागेको बत्तीको सलेदोलाई खानेकुरा सम्झेर खान खोज्यो, तर सलेदो तान्ने क्रममा झुक्किएर उसले त्यो सलेदोलाई अझै माथि तानिदियो। त्यसपछि निभ्न लागेको त्यो सलेदो अर्थात् दीप फेरि उज्यालो भएर बल्न थाल्यो। मुसाले यो काम जानेर गरेको थिएन, तर भगवानको ज्योतिलाई अझै उज्यालो बनाइदिएको कारण त्यसले ठूलो पुण्य प्राप्त गर्यो। पुराणकै अनुसार अर्को जन्ममा त्यही मुसा गुणवती नाम गरेकी अत्यन्तै सुन्दरी, भाग्यमानी र धर्मपरायण रानीको रूपमा जन्म लियो। यो कथाले के भन्छ भने भगवानका लागि गरिएको सानो भन्दा सानो कार्य, चाहे त्यो जानेर गरिएको होस् अथवा नजानेर, त्यसले पनि ठूलो फल दिन सक्छ। त्यस्तै लाखबत्तीकै महिमासँग जोडिएको भुजङ्ग नाम गरेका ब्राह्मण र एक विधवा ब्राह्मणीको कथा पनि अत्यन्तै मार्मिक र सन्देशमूलक रहेको छ। यस कथा अनुसार प्राचीन कालमा भुजङ्ग नाम गरेका एक अत्यन्तै विद्वान तर गरीब ब्राह्मण थिए। अर्कोतर्फ एक ब्राह्मणी थिइन् जो सानै उमेरमा विधवा भएकी थिइन्। त्यस समयको सामाजिक परिवेशमा विधवा हुनुलाई निकै कष्टकर र अपहेलित मानिन्थ्यो। कथा अनुसार ती विधवा ब्राह्मणी र भुजङ्ग ब्राह्मण बीच एउटा विशेष परिस्थितिमा सामिप्यता बढ्यो र उनीहरूले आपसी सहमतिमा पति पत्नीको रूपमा बस्ने निर्णय गरे, जसलाई कतिपय प्रसङ्गहरूमा गन्धर्व विवाह अथवा सहवासको रूपमा पनि लिइएको छ। तर तत्कालीन समाज र शास्त्रीय नियम अनुसार विधवाको पुनः विवाह वा यस्तो सम्बन्धलाई महापाप मानिन्थ्यो। यसरी सामाजिक र धार्मिक नियम उल्लङ्घन गरेको कारण उनीहरू दुवैजनालाई आफूहरूले घोर पाप गरेको र मृत्युपछि रौरव नरकमा जानुपर्ने ठूलो डर तथा चिन्ताले सताउन थाल्यो। उनीहरू आफ्नो गल्तीप्रति निकै पछुताए र यस पापबाट मुक्ति पाउने उपायको खोजीमा लागे। यसै क्रममा उनीहरूले एकजना ऋषिलाई भेटे र आफ्नो सबै कहानी सुनाए। ऋषिले उनीहरूलाई लक्ष्यवर्तिका प्रज्वलन गर्नाले अर्थात् लाखबत्ती बाल्नाले जस्तोसुकै घोर
घोर पापबाट पनि मुक्ति मिल्न सक्ने कुरा बताए। त्यसपछि ती ब्राह्मण र ब्राह्मणीले निकै श्रद्धा र भक्तिपूर्वक आफ्नै हातले काटेका लाखबत्तीहरू तयार पारी प्रज्वलन गरे। त्यसैको दिव्य प्रकाश र तेजले उनीहरूको मनको अन्धकार र उनीहरूले गरेका सबै पापहरू पखालिए। लाखबत्तीको त्यही पुण्य तापले गर्दा उनीहरूले भयानक रौरव नरकको कष्टबाट सदाका लागि मुक्ति पाए र मृत्युपछि सिधै शिवलोक अर्थात् मोक्ष प्राप्त गरे। लाखबत्ती केवल सलेदो र तेलको सम्मिश्रण मात्रै होइन, यो त अन्धकारबाट उज्यालो तर्फको एउटा आध्यात्मिक यात्रा हो। जसरी एउटा मुसाले अन्जानमा वा भुजङ्ग ब्राह्मणले प्रायश्चितका लागि बालेको बातीले उनीहरूको जीवन नै परिवर्तन गरिदियो, यसै गरी हाम्रो सानो भक्ति र दीपदानले पनि हाम्रो जीवनको अन्धकारलाई चिर्न सक्छ। त्यसैले जो कोहीले पनि आफ्नो गल्ती स्वीकार गर्दै अगाडि बढ्यो भने हरेक व्यक्तिलाई प्रकाशले सधैँ स्वागत गरिरहेको हुन्छ। अन्त्यमा दीप हाम्रो श्रद्धा हो, आशा हो र अन्धकारबाट उज्यालो तर्फको यात्राको प्रतीक हो। एउटा दीप एउटा आत्माको प्रतीक हो भने लाखबत्ती हाम्रो सामूहिक आध्यात्मिक एकताको प्रतिबिम्ब हो। जब श्रद्धाका साथ लाखौं दीपहरू प्रज्वलित हुन्छन्, त्यसले हाम्रो मठ, मन्दिर, घर, आँगन र पूजा कोठालाई मात्र होइन, हाम्रो मन र आत्मालाई समेत दिव्य प्रकाशले भरिदिन्छन्। त्यसैले सधैँ याद राख्नुहोस्, अन्धकार जतिसुकै गहिरो किन नहोस्, एउटा सानो दीप नै त्यसलाई चिर्न र नयाँ आशा जगाउन पर्याप्त हुन्छ। तपाईँ पनि आफ्नो मनमा सधैँ यो विश्वासको ज्योति बालिरहनुहोस्। के तपाईँ पनि पूजा गर्नुभन्दा अगाडि दियो बाल्नुहुन्छ? के तपाईँ पनि लाखबत्ती बाल्ने अनुष्ठानमा भाग लिनु भएको छ? छैन भने तपाईँ हरेक पटक पूजा गर्नुभन्दा अगाडि दियो बाल्नुहोला अनि लाखबत्ती बाल्ने कार्यक्रममा सहभागी भएर आफ्नो मनभित्रको अन्धकारलाई सधैँको लागि हटाउनुहोला। तपाईलाई आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा आफ्नो अनुभव लेख्नुहोला र यस्तै रोचक कुराहरूको बारेमा जानकारी लिनको लागि हाम्रो च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न नभुल्नुहोला।